सम्पूर्णमा मेरो नमस्कार म पुष्पा जोशी र आज चाहिँ टुडे आई एम गोइङ टु रिलिज वान भिडियो अफ माई ब्रदर सो हजुरहरूले थाहा पाइसक्नु भएको होला कुन भिडियो हो भनेर र यो भिडियो चाहिँ रिसेन्टको चाहिँ होइन र यो भिडियो चाहिँ नोभेम्बर 2023 को भिडियो हो सो okay you can see this video here and after that I will explain about this a little bit. It's me Bipin. ارفع هذا لفوق هيك. It's me Bipin Joshi. I'm from Nepal. I'm 23 years old. I came into Israel 25 days ago. I came here for Orman and Learn program. I'm a student. I work in agricultural farm in citrus and lemon farm. हजुरहरूले यो भिडियो हेरिसक्नु भएको होला र यो भिडियोमा चाहिँ दादाले यो भिडियो चाहिँ स्पेसली आइडिएफले चाहिँ अपरेसन गर्दाखेरि टनेल्समा भेटाएको भिडियो गाजामा अपरेसन गर्दाखेरि गाजामा भेटाएको भिडियो हो र यो भिडियोमा चाहिँ यो भिडियो चाहिँ हमासले रेकर्ड गरेको भिडियो हो र दादा चाहिँ हमासलाई आफ्नो इन्ट्रोडक्सन दिइरहेछ यसमा दादा के भनिरहेछ भन्दाखेरि म बिपिन जोशी हुँ र म नेप्लिज एग्रिकल्चरल स्टुडेन्ट हुँ र म चाहिँ यहाँ यति दिन अगाडि आएको थिएँ इजरायलमा र इजरायलमा म साइट्रस फार्ममा काम गर्थेँ र म यहाँ 1 वर्षको लागि मात्रै आएको एज अ पार्ट अफ स्टुडेन्ट भनेर उसले भनेको छ एन्ड आज चाहिँ धेरै मान्छेहरूको लाइक दिमागमा एउटै क्वेसन आइरह होला कि आज चाहिँ यो भिडियो ओल्ड भए पनि आज चाहिँ किन रिलिज गर्नुभयो भनेर सो द आन्सर इज अहिले चाहिँ वी आर इन पावरफुल कन्ट्री वी आर इन युएसए एन्ड युएसए वान अफ द पावरफुल कन्ट्री हो वर्ल्डमा सो अहिले चाहिँ यहाँबाट रिलिज गर्दाखेरि के हुन्छ एकर्डिङ टु मी मैले के कुरा सोचेर रिलिज गरेको कि अहिले चाहिँ हामी पावरफुल कन्ट्रीमा छौँ र नेक्स्ट थिङ इज अहिले चाहिँ यहाँ काइरोमा चाहिँ नेगोसिएसन टिमहरू चाहिँ टेबलमा हुनुहुन्छ र उनीहरू चाहिँ सिजफायरको लागि मिटिङ बसिराख्नु भएको छ र मेबी मैले यो भिडियो पब्लिक गरेपछि यो भिडियोले चाहिँ उनीहरूलाई अलि एउटा प्रेसर टाइप क्रिएट हुनसक्छ र उनीहरूले एउटा परिवारको पीडा बुझेर र एउटा हस्टेजको पीडा बुझेर के राम्रो एक्सन लाइक फाइनल कन्क्लुजन फ्रुटफुल कन्क्लुजनसम्म पुग्न सकुन् र मेरो दादालाई छिटोभन्दा छिटो रिलिज गरून् एन्ड अदर 48 हस्टेजहरूलाई चाहिँ छिटोभन्दा छिटो रिलिज गरून् र उनीहरूलाई चाहिँ आफ्नो परिवारसँग फिर्ता ल्याइदिउन् भन्ने सोचले चाहिँ एउटा प्रेसर क्रिएट होस् भन्ने सोचले चाहिँ मैले यो भिडियो आज पब्लिस गर्न खोजेको आज रिलिज गर्न खोजेको त्यही कारण हो र नेक्स्ट कुरा चाहिँ के भने चाहिँ अहिले होइन पास्ट इयर्समा चाहिँ 2 इयर्समा चाहिँ कयौँ नेपालीहरूले इभन कयौँ इन्टरनेसनल मान्छेहरूले चाहिँ बिपिन जोशीलाई हामीले अल्सिफा हस्पिटलमा मात्रै देखेको हो त्यसपछि चाहिँ बिपिन जोशी चाहिँ हामीले गाजामा छ कि छैन भनेर धेरै मान्छेहरूको यो क्वेसन आइरहेको थियो र त्यसको आन्सर पनि यही हो या माई ब्रदर इज इन क्याप्टिभ अफ हमास एन्ड yes I am faithful that he is alive there because I didn't see his name in the death list so I am faithful he is alive and I am faithful that very soon I will able to see my brother and I will able to hold his hand. So let's hope for the best. And